विदेशको सानो सहरमा 4 जना खुसी साथ बस्दथे। राम्रो मनको सासू, समझदार ससुरा, छोरा र संस्कारी बुहारी। बुहारी, बिहानैदेखि काममा लागेकी छौ, अब अलिकति आराम गर। हुँदैन आमा, तपाईलाई गाह्रो नहोस् भनेर काम गरिरहेकी हुँ। तिमीलाई थकित देख्दा मलाई नै मन दुख्छ। छोरी जस्तै हो तिमी। तपाईको माया नै मेरो ठूलो शक्ति हो। यस्तो माया पाउँदा थकान नै हराउँछ। त्यत्तिकैमा अर्को कोठाबाट ससुरा बुबाले बोलाउनुहुन्छ। आज बिहानदेखि पेट दुखिरहेको छ। मलाई खाना खान मनै छैन। अलि पेट फुलेको जस्तो पनि छ। बुबा, धेरै दुखेको छ कि अलिअलि मात्र? खाली पेटले झन दुखाउँछ। अलिकति झोडिलो खाइदिनुहोस् न। समयमै नखाएपछि यस्तै हुन्छ। म झोलिलो खाना बनाइदिन्छु, अलिकति भए पनि खानुहोस्। तिमीहरू कति ख्याल गर्छौ है? त्यस्तो हो भने अलिकति खान्छु। हामी नख्याल गरेर कसले गर्छ त? औषधि पनि खाइदिनुहोस्। बुबा, औषधि खाएर आराम गर्नुहोस्। केही चाहियो भने भन्नुहोस् है, म खाना पकाएर ल्याउँछु। हुन्छ, तिमीहरू दुवैको कुरा मान्छु। भगवानले तिमीहरूलाई सधैँ खुसी राखुन्। यसरी सासू ससुरा र बुहारी मिलेर बस्दा विदेशमा पनि घर शान्त हुन्छ।